हेलो साथीहरु नमस्कार। मेरो नाम वीरेन्द्र हर्दी। फेरि पनि स्वागत छ मेरो फिल्म तथा युट्युब भिडियोहरुमा। जो जहाँ हुनुहुन्छ परदेश तथा स्वदेशमा आजको यो दशैंको अवसरमा ह्यापी दशैं भन्न चाहन्छु है त। तपाईहरुको जीवन सधैँभरि फुलोस् र भरपूर मात्रामा मनोरञ्जन धेरै गर्नु होला। अब जस्तो सुकै अवस्था भए पनि त्यस्तै हो। म चाहिँ विदेशमा छु, आई मिन जापान। तपाईले सुन्नु भएको होला जापानको एकदम फेमस ठाउँ टोकियोको एकदम क्राउडेड एरिया शिबुया अनि आफ्टर द्याट सिन्जुकु। सो म अहिले त्यही सिन्जुकुको नजिकै ताक्दानो बाबा भन्ने ठाउँबाट अलिकति 10-15 मिनटको सफर गरेर म साथीको निम्तोलाई स्वीकार्दै त्यहाँ जाँदैछु। अनि म बाटोमै छु। यस्तै छ साथीहरु, दशैं चाडबाड खासमा हामी विदेशमा हुने मान्छेहरूलाई त कसैलाई चाहिँ अब धेरै चासो लाग्न सक्छ, तर मलाई चाहिँ त्यस्तो खासै एक्लो फिल पनि हुँदैन अनि त्यस्तो पनि हुँदैन। किनभने अब विदेश हो, जस्तो हुन्छ समय त्यसरी नै अब मेन्टेन गर्नुपर्छ हैन साथीहरु। यस्तै हो, दुःख गर्नुपर्छ, नआतिनु होला। कति पनि जो जहाँ हुनुहुन्छ आफ्नो ठाउँमा सुरक्षित बस्नु होला भन्दै म मेरो यात्रालाई अगाडि बढाउँछु। अनि म साथीकोमा पुगिसकेपछि फेरि त्यहाँ अलिकति केही दृश्यहरू देखाउँछु। अब यति भन्दै गर्दाखेरि अब म चाहिँ खासमा ट्रेनमा 1 घन्टाको यात्रा गरेर आएको छु। ट्रेन चाहिँ मैले खासै देखाउन पाएन किनभने त्यहाँ मान्छेहरूले अलिकति क्राउडेड फिल पनि गर्छ। अनि त्यस पछाडि रेस्ट्रिक्सनहरू पनि अलिक धेरै हुन्छ। त्यहाँ अब मान्छेहरूलाई अब मोबाइल सोबाइल निकालेर भिडियो बनाउन थाल्यो भने अब गाली गर्न सक्छन् यताउता। त्यही भएर म अलिकति शान्त ठाउँतिर नै प्रायः जस्तो बनाउने गर्छु। कुनै बेला चाहिँ अब क्राउडेड एरियाको पनि बनाउला, त्यसको लागि प्रतीक्षा गर्नु होला है। त्यही हो साथीहरु, अब यहाँको बाटोघाटो होइन सबै यस्तै छ। जिन्दगी अब रमाइलो सोच्दै रमाइलो छ, दुःख सोच्दै दुःखै छ। तर रमाइलो गर्नुपर्छ होइन त है। म अब साथीकोमा गएर चाहिँ देखाउँछु के छ, साथीले कस्तो गर्दैछ। दसैँको तयारी साथी भरपुर गरेको छ। अनि भाउजू हुनुहुन्छ। साह्रै व्यस्त रहेछ नि त यो बाटो त। गाडीहरूको लाइन छ, बनाएर जानु पऱ्यो। हामी ठुलो ट्रक पनि आयो। यहाँको ट्रकहरू चाहिँ कस्तो हेभी हुन्छ होला क्या, हेर्दाखेरि त्यस्तरी एकदम दबेर कुदिएको हुन्छ। त्यही भएर मैले भनेको होइन, दामी हुन्छ। गाडी सानो मोनोरेल भयो। मोनोरेल भन्दैन के अरे यसलाई, सानो छोटो छ के रेल भन्छ कि मोनोरेल त माथि झुन्डेर हिँड्नेलाई भन्छ कि क्या हो। यस्तो छ साथीहरू, रमाइलो छ। मोनोरेल पनि के अरे सानो ट्रेन पनि यसरी क्रस भयो। कति साह्रो बिजी हो यो बाटो, गाडी नै गाडी, दामी गाडी कारहरू पनि रहेछ। मलाई कार चाहिँ अब हेरेर नाम ट्याक्कै पत्ता लगाउने। साथीहरू फेरि पनि नमस्कार है। अघि मैले तपाईँलाई भनेको थिएँ बाटोमा आउँदै गर्दाखेरि म चाहिँ साथीकोमा जाँदैछु भनेर। साथीकोमा आइपुग्दाखेरि फाइनल्ली चाहिँ अब यस्तो डेकोरेसन भएको रहेछ, राम्रो तयारी भएको रहेछ। खुसी लाग्यो हेर्दाखेरि। मैले चाहिँ टिका लाउन मिल्दैन किन भन्दाखेरि मेरो त्यस्तै दुःख परेको छ होइन। मैले लाउन नमिल्यो भने मेरा आदरणीय प्रिय साथीभाइ दर्शकहरूलाई चाहिँ यहाँबाट फेरि पनि दसैँको धेरै शुभकामना भन्न चाहन्छु। जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ राम्रोसँग बस्नु होला, सुखमय तरिकाले मनाउनु होला है त। यस्तो छ अब तपाईँहरूलाई कतिलाई आउनु भने चाहिँ अब यस्तो तरिकाले पनि मनाउन सक्नुहुन्छ है। यति भन्दै फेरि पनि कन्टिन्यू गरौँला। ओके। ल दुर्गा माताले सधैँभरि रक्षा गर, जय दुर्गा माता भगवान। ल कहीँ गए पनि झुक्न नपरोस्, सधैँभरि ठाडो गरेर हिँड्न पाऊँ
कसैसँग झुक्न नपरोस्, बस्दा चाहिँ केस नझरोस्, हिँड्दा ठेस नलाओस्, लामो यस्तो दिन पनि आउने रहेछ है दुर्गा साथीहरू। माताले सधैँभर रक्षा गरे। यो चाहिँ ससुरालीलाई दिएको, ससुरालीमा बाबामम्मीलाई दिएको, घर आमाले, मामा घर सबै मामाहरूले लगाइदिएको। अनि अरू कोही छुट्नु भयो कि? यो पुरै ठुला बडा मेरा गाउँका हजुरआमा हजुरबा ठुला बडाहरूले सबैले आशीर्वाद दिएको। यो आशीर्वाद सबै भइरहोस्। जय श्री राम। ल पैसा त अब यो तरिका पनि हुने रहेछ त। यो पैसा चाहिँ सबै यो मेरो हो, आफ्नो। सबै कुम्लाएर अब पकेटमा हाल्ने। जय दुर्गा माता। ल टिका कार्यक्रम सकाएर खाना पनि सुरु गरियो। दुईटा दाजुभाइ दसैँको रोटी चटनी मासु खाँदै हुनुहुन्छ। हाम्रो चाहिँ यो हाम्रो चाहिँ यो चाहिँ एकदम स्पेसल हेल्दी खाना हो होइन। तपाईँहरू पनि हेल्दी खानु होला, थोरै चिलो पिरो हालेर होइन। रक्सी नखानु छ, हामी जस्तो यस्तो सुक्खा रक्सी खानुहुन्न। रक्सी चाहिँ अहिले क्यामेरा बन्द गरेर खानियो, अहिले चाहिँ खानुहुन्न। पुरा कसो बिरे खै त क्यामेरा अफ पछि खाने त भनियो, तर त्यस्तो चाहिँ नगर्ने होला। त्यो पनि धेरै खाने हामीले 1 गिलास हो। ल दसैँको दिन यसो घुम्दै गर्दाखेरि यहाँ नजिकै यस्तो राम्रो ठाउँमा पुग्यो। यहाँ मन्दिर जस्तो रहेछ। यो भित्र चाहिँ एकदम सुरक्षितका साथ यस्तो प्रोटेक्सन गरेर यति राम्रो बनाएको छ। मान्छेहरू पुरै घुम्न आउनु भएको छ। यो पोखरी छ बकल रोयल सल्युट। यता रोयल सल्युटको के भन्छ, रोयल सल्युटको फ्यान। ल स्टार्ट भयो। लामो सास फेऱ्यो। ल पेट फुलायो। सही साथीहरू, अब यहाँ भित्र चाहिँ जानु पर्यो। के हो एउटा पार्कभित्र कछुवाहरूको चाहिँ थुप्रै रेलो छ भन्छ के अरे साथीले। के हो हेरौँ। है पहिलोचोटि आउँदैछु यो पोखरीमा। के छ हेरौँ त। खै त कछुवा छैन नि त यहाँ हो र। खै त्यहाँ तल जान मिल्छ? यो भुटेर खानु पर्यो एउटा छ मातेर। कहाँ गयो? भागेको ए मान्छे आज भाग्दो रहेछ। ट्याप्प डुब्यो त। कति धेर निस्किन्थ्यो यहाँ माछाहरू। घोगती बासिरह। खै त्यहाँ त्यहाँ हेर कति धेरै। यो मान्छे रुचाउँदो रहेछन्, यतैतिर आउँदैछन्। के खानेकुरा दिन्छन् कि भनेर आउनलाई के हो? के चाहिँ खान्छन् हौ यिनले? लियो त खाँदैन। खै मैले देखेँ हुन्छ त्यो च्याउको नाम थाहा पाउँछु। रोलपातिर पाइन्छ यही त हुन्छ। च्याउको यहाँ रहेछ, नखाने च्याउ हो यो। सबै फाल्टु च्याउ हो यो। खाने होइन, यो खान मिल्दैन। यो खाएपछि चैटो। यो खाएपछि चैटो चैट। खै यहाँ रहेछ एउटा कछु। के हो अब त फुल पनि फुल्न थालेछ त। फुल त खासै फुल्दैन के अरे नि अब है। नजिकै देख्यौ? नजिकै
यहाँ त तैँले के खान्छस् विष्णुको अवतार जय विष्णु भगवान विष्णुको जय अवतार आऊ 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 आइज यसले त खतरा टोक्छ नि टोक्न थाल्यो नि है टोक्छ यति फास्ट टोक्छ यो यसको हेराइले त हेर न कति धेरै आएको हो यसको हेराइले त यहीँ भाइरैसम्म टोक्ला जस्तो पक्कै केही खाँदा हुन् क्या अछेता खान्छौ दसैँ खाइकन मऱ्यो भने फेरि चियो गर्ला चामल खानु झलल्लै बोलेको के खतरा हो यार यो त गोल्डन फिस है गोल्डन फिस अनार फलेको साथीहरू हेर्नु त खाना पाए हुन्थ्यो तर यो खाना चाहिँ हुन्न यसरी सँगसँगै गरेर राखेको हुन्छ यसलाई चाहिँ अब तपाईँहरूकोतिर अनारै भन्छ होला तर हाम्रो गाउँतिर चाहिँ यसलाई दारिम भन्थ्यो दारिमको बोट वा खाने होइन त साथीहरू